सबै छुनुपर्छ भनेको छ मलाई। अनि किन टच गरेको त मेरो टच शरीर गरेर भाइरल हुने छ अहिले। अरूलाई माने मेरो किन शरीर छोको तपाईले? तपाईको अधिकार छ मेरो शरीर छुनालाई? शरीर छुन अधिकारी चाहिँदैन अहिले। अब हजुर जस्तो छारीमा बसेपछि त म कसरी भाइरल नहुला? म त साइन्स पढेर ठिस भएको साइन्टिस्ट हो म। जिन्दगीमा एउटा मान्छेलाई आफ्नो शिक्षा दिनुपर्छ रे नानु। त्यो शिक्षा तिमीले मलाई देऊ। कालो अङ्गार भन्दा गतिलो छैन त्यो पनि भाइरल रे। गएर भाइरल भएको मान्छेलाई टच गर्नु भन्ने सिकाएको थिएँ कि। यहाँ हेर त यहाँ हेर हेर यहाँ हेर। अनि आफ्नै बुढी नचिन्ने पोइ पनि पोइ हुन्छन्। हो ल ओहो हो रितु भन्या त उहाँ नै हो कि क्या हो? बाबा 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 बा सावित्रीको जस्तो पैँताला, वृन्दाको जस्तो केस, के गरेको यस्तो? ओहो कोमल नयन, यस्तो राम्रो चिल्लो हात। आमामामामा होइन त्यो साइन्टिस्टले भने पनि कहिले कहिले मिल्दो रहेछ। बाबा बाबा बा यताबाट आउँदैछ नि भन्दै थियो नभन्दै मैले भेटी पो हालेँ त। होइन ऋतु भने हजुरै हो त? हो म नै हो। ओहो अब मेरो लक्ष्य पनि पुग्ने भयो। अब म भाइरल पक्कै हुने भएँ। अब हजुर जस्तो छारीमा बसेपछि त म कसरी भाइरल नहुला? ओहो भाइरल हुन त्यतिको सजिलो छैन नि त। मलाई जसरी हुन्छ भाइरल गर्नु पर्यो ऋतुजी। बाबा 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 ए सत्री काका, ओहो हो मैले भने हो कि होइन? ए ऋतु भनेको उही हो। ओहो खै मैले भने यति राम्री मृगनयनी जस्तो कपाल, सिलिक्क परेको ज्यान। अनि पूर्णिमाको दिन जस्तो झलल्ल बले है। आहा आज त मलाई घरमा राति बत्ती नै बाल्नु परिरहेको छ। तिमी बुढा त्यसै उज्यालो होला। सुन तिमी बुढा भएको मान्छे भाइरल पछि नलगा। ऋतु मलाई चाहिँ भाइरल बनाउनु पर्छ जसरी भयो ल। हजुरलाई भाइरल बनाऊ। प्लिज ल। होइन यस्तो बुढो मान्छे भाइरल बनाउँछ? यस्तो यो पिन्नु खाल्ला बुढो हो यो। यो कालो अक्षर भैँसी बराबर भएकोले के को भाइरल हुने? हामी जस्तो मास्टर पास गरे मान्छे त यहाँ भाइरल हुन सके होइन। तिमी के पढे? म त साइन्स पढेर ठिस भएको साइन्टिस्ट हो म। 60% ठिस भएको। ओहो हो कस्तो पढेछ त यसले? साइन्टिस्ट। हेर नानु यस्ता कुरा नगर। म मास्टर पास भएको छु। मलाई तिमीले भाइरल बनाइदिनु पर्यो। त्यसको लागि म हजुरको लागि जे गरेर म त लगाउनुहोस्। म कसैले नि भाइरल बनाउँदिन। ए नानु त्यसो नभन नि के? किन मैले भाइरल बनाउनु? आफूले यत्रो यो सारा संसारमा यत्रो यो काठमाडौँ ठाउँमा कति धेरै मान्छे छन् भाइरल। तपाईलाई बनाइदिने मान्छे भाइरल भएको मान्छे। त्यस्ता बुढो नबनाऊ। अनि सुन न मैले सुन न तपाईलाई भाइरल बनाइदिने? होइन कि नानु ऋतु यो बुढो मान्छे भाइरल बनाउने काम छैन। ए एकछिन चुप लाग। दुईटा शब्द त बोल्नु दे। यहाँ सुन न यो मान्छे कालो अक्षर भैँसी बराबरको छ। म धेरै पढेको छु नानु। अनि तिमी यो नेपालभर भाइरल भइसकेका कारणले मलाई पनि भाइरल बनाइदेऊ नानु भनेर बिन्ती पो गरेको त। यहाँ सुन कति पढे गरेर साइन्टिस्ट भएको मान्छे तिमी त्यसो नभन। अङ्कल भएर जस्तो मैले बल्ल बल्ल यो सपना देखेर ऋतु 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 भनेर मर्न आइसकेँ म। अहिले मेरो कस्तो हालत भइरहेको छ भाइरल भएर होइन। के भयो भन्नु न त? म त्यो भन्दिनँ। त्यो त जे के भएको छ त मलाई थाहा छ। त्यो तपाईँहरू धेरै भाइरल बनाइदिए नभन्नु होइन। झगडा नगर्नु एकअर्कामा मिल्नुहोस् होइन। ल ठिक छ नि त तपाईँहरू यति भाइरलै हुने मन छ भने म बरु भाइरल गराइदिउँला होइन। हो कि नै भन्नु त? त्यो अनि हजुरले भाइरल बनाइदिए उसले पनि भाइरल बनाइदिए भनेर म बनाइदिने हो र? हेर नानु आफ्नो किस्मतको हो नि त। जिन्दगीमा एउटा मान्छेलाई आफ्नो शिक्षा दिनुपर्छ रे नानु। त्यो शिक्षा तिमीले मलाई देऊ। किनभने भाइरल बनाउनु पनि एउटा गुरुलाई माथि जान बाटो खोल्छ अरे क्या नानु। त्यस कारणले एउटा शिक्षा बनाऊ तर राम्रो म जस्तो शिक्षा बनाऊ ल। हुन्छ बनाइदिनु ल है। त्यसको लागि म तिम्रो हात समाउनु पर्छ कि खुट्टा समाउनु पर्छ कि जे गर्नु पनि त हेर्छु। मर्ने बेला हरेक नगर बनाउँछ के भाइरल बनाइदे भाइरल बनाउनु सबै छुनुपर्छ भनेको छ मलाई। अनि किन टच गरेको त मेरो टच गरेर भाइरल हुने छ अहिले। टाढैबाट भाइरल हुने हो र? किन बनाउनु मैले भाइरल? ल अनि किन अरूको हात अरूलाई माने मेरो किन शरीर छोको तपाईले? अनि शरीर छोएपछि मात्रै भाइरल हुन्छ कि नानु? तपाईको अधिकार छ मेरो शरीर छुनालाई? शरीर छुन अधिकारी चाहिँदैन अहिले। तपाईले मलाई छुनु ल अधिकार चाहिँदैन ल। तपाईले त यस्तो जान्ने हो अनि शरीर छुन अधिकार चाहिन्छ। मलाई बुढो भाइरल हुने रे हुन्छ नि तरिका यस्तो राम्रो यो कति राम्रो छ। आहा हेर केटा हेन्डसम केटा उभिया कालो अङ्गार भन्दा गतिलो छैन त्यो पनि भाइरल रे। अहिले मान्छे पढ्दा साइन्टिस्ट भएको मान्छे ल उल्टोबाट अनि होइन त नगर्नुस् प्लिज ल नानु
अब तपाईँले मलाई भाइरल गराउनु यसो कुराहरू छोडिदिनुहोस् म कसै कुरा सुन्दिनँ भयो त्यसो भनेर कहाँ भयो र अनि राम्रो जिन्दै मैले होइन। भन्नुहोस् न राम्रो मैले भन्नु बहिनी मलाई भाइरल बनाइदेऊ भनेर अनि किन झगडा गर्नुहुन्छ किन अनि मेरो अनि छोरालाई टच गर्ने कहाँलाई यो मूर्ख आइपुग्यो क्या मैले बोल्दै थिएँ मूर्ख आइपुग्यो भने खानदानी बुढी जड्या बुढा जड्या यस्ताको पछार हुन्छ सुन न रक्सी खाएर आएको मान्छे यहाँ सुन न कौवारी नाम आफै आफ्नो नाम आफै काट्छ यो खाएर आउँछ मलाई खायो भन्छ क्या यसले तपाईँले खानु भएको छ सुन न वा सुँगो त त्यसले खायो ल बाँस सुँगो त सुन सुन यस्तो बुढो मान्छे भाइरल गर्ने के काम यस्तो ह्यान्डसम मान्छे अगाडि हुँदा यस्तो बुढोले ह्यान्डसम हेर तपाईँ चाहिँ यसो सुन्नु है तपाईँ चाहिँ हजुर चाहिँ भाइरल भएर के गर्न चाहनुहुन्छ भाइरल भने मेरो नाम जताततै भाइरल बुढो भाइरल बुढो वा वा भन्ने हुन्छ क्या यस्तो बुढो मान्छे भाइरल गर्ने के काम अहिले भेलु बाजे भाइरल भएर उहाँ दुनियाँ नाम कमाएन त्यस्तै गरी नाम कमाउनु विचार छ क्या नानु मेरो मर्ने बेला हरियो काम स्ट्रगल गर्नु नि त अनि मैले तपाईँलाई भाइरल बनाइदिएर तपाईँकै भाइरल हुने हो र ए बाबा गुरुले शिक्षा नदिकन कसरी भाइरल हुन्छ भने जे काम पनि सिकाउनु पर्छ गुरुले के नानु कसरी सिकाउनु तपाईँलाई के मैले तपाईँलाई गुरु मानी तपाईँ भाइरल भइसकेको मान्छे मलाई भाइरल बनाइदिनु भन्न पो खोजे त नाना पनि त्यसै जङ्गिदिने अहिले बुझेर कुरा गर्नु पर्यो नि त बुझेर त भन्यो भने अर्काले बुढो मान्छे अर्का शरीरमा टक टक टच गरिदिने टच गरेछ टच गरेर पाइन्छ भाइरल बन्न पाइन्छ होइन टच नगरी कसरी भाइरल हुन्छ भने मलाई धेरै सिकाएको छन् के गएर भाइरल भएको मान्छेलाई टच गर्नु भन्ने सिकाएको थिएँ कि नानीले छोएर भाइरल हुन्छ भनेको अब नानु पनि त्यस्तै कुरा गर्छिन् के छोएर भाइरल हुन्छ मान्छे बिहान के खाऊ बेलुका के खाऊ भन्ने मान्छेलाई भाइरल हुन्छ भनेको हो त हातै हाल्न के पऱ्यो यसलाई गोद्नै पर्छ यो को यो गोद्नै पर्छ हे आफ्नै बुढी नचिन्ने त बुढा होस् हो हो यो मान्छेले कारबाही गर्नुपर्छ बिहान खायो भने बेलुका के खाम भइरहेछ मलाई भाइरल बनाइरहेछ भाइरल फेरि फेरि यो मलाई बुढो फेरि कारबाही गर्नुपर्छ पमा आफ्नो हड्डी बन्न किन आएको यहाँ ए राम्री के ए तपाईँ बुढाबुढी किन हल्ला गरे यहाँ हेर यो यहाँ हेर त यहाँ हेर हेर यहाँ हेर ओहो भाइरल माया हुन्छ यस्तो राम्री केटी तिमी काँडा आइपुग्या तिमीले थट तिमीले उचाउ ल्याएर यो ऋतु बस्ने कहाँ बिचमा आइरहेछ ए, ऋतु बस्ने जस्तो मान्छेको लप्पर लाग्यो हेर नानु है मलाई भाइरल बनाइदियो भनेर यो नानीले भन्न आएको ऋतु नानीलाई यो कलौटी आएर मलाई रिसिभ गर्छ यार कलौटीले त्यो कलौटे मर्ला फेरि अर्को कलौटे ओ यही कलौटी हो तिमी बुढाबुढी झगडा नगर हाम्रो घरमा पाहुना आएको छ बुझ्यौ ल हो यसलाई यो मान्छे कस्तो झगडा लाग्छ गर्ने होइन कि तिमीहरू ऋतु तिम्रो घरमा पाहुना आएको हो तिम्रो रितु घरको होइन, पाहुना हो र हाम्रो घरमा अरू पाहुना नि आउनु भएको छ हजुरले यस्तो झगडा गर्नु मिल्दैन क्या यहाँ झगडा गरे होइन म भाइरल हुनु खोजेँ नि त अनि यहाँ चाहिँ यहाँ आउने आएको छ भाइरल हुन्छु भनेको छ भेलु बुढा भनेको छ भेलु बुढा सन्जाछ माथि पुइसियो अब तिमी होइन भोलि हामी पनि जान्छौँ तिमी पनि जान्छौ सँगै जाने हो माथि जाने बाटो त एउटै हो अनि आफ्नै बुढी नचिन्ने पोइ पनि पोइ हुन्छन् हो ल हँ? त्यही त यस्तो राम्री केटी भेट्ने बित्तिकै छैन यो आइहाल्यो। तिमी चाहिँ काँडा आइपुग्या नि अनि फेरि कोपी मात्रै के पार यो के हो एउटी केटी देख्ने बित्तिकै राम्री देख्ने बित्तिकै घेर्नु पर्छ अनि के हो अनि बुढी तिमी घरमा भएको के? एउटै मान्छे तिमी आएको भएको के? आफ्नो बुढालाई राख्नु पर्यो ठेगानमा बाहिर बाहिर हिँडेको छ हेर बिचरा कहाँदेखि घुम्न आएको नानी हाम्रो यो गाउँठाउँको बदनाम हुँदैन लाज हुँदैन ए भाइ अरे के तिमी के हो? तिम्रो बुढाले ठिक ठाउँमा राख यहाँ यस्तो चाहिँ नयाँ नयाँ केटीहरू कोही घुम्न आउँछन् हँ देख्नै नहुने अलिकति लाज हुँदैन मेरो बुढालाई आफ्नो बुढालाई ठिक ठाउँमा राख ल बुढालाई राख्नु यसलाई चाहिँ कसले राख्छ त कसलाई? यो को यो त ठिसै यो साइन्टिस्ट पनि यो ठिस हो यो ठिसको कुरै नगर हेर नानी ए नानी होइन, अब यिनीहरूले होइन यहाँ आए तिमीलाई जे भने है जति गरी त्यसमा दुःख मनाउनु नगर हो यी लफङ्गा यहाँको यो ठिसै भइगयो यो लठ्यौरो केही न केहीको हो यो लठ्यौरोको बुढी यसले तलाउन नि सकिन है अब यसमा विवाद नगर यो ठाउँ भने त्यस्तो छैन हो अब यस्ताले गर्दाखेरि हो दुई चारजनाले गर्दाखेरि होइन एउटा के हुन्छ नि कुहिएको चाहिँ एउटा बोरा आलुमा एउटा कुहियो भने बोरा नै गनाउँछ भनेको थिएँ होइन कुहिन्छ भनेको थिएँ तर त्यो अवस्था छैन हो तिमीले यसमा कुनै दुःख मनाउनु हामी कहाँ यो ठाउँमा आउँदा तिमी आनन्दसित आए हुन्छ यसमा कुनै उलिनु पर्ने यस्तो दोहोरिँदैन अहिले यो लठेप्रालाई डाँडो कटाउने पर्छ अनि नयाँ मान्छे आउनु पाउँछ अनि अनि बा यसो मैले यी नानीलाई भाइरल बनाइदियो भन्न आएको कहाँ यो साइन्टिस्टले आएर बर्बादै गरिदियो बा मेरो भाइरल हुने सपना त होइन यस्तो तरिकाले भाइरल हुँदैन भाइरल हुन जब नानीलाई एड्रेस सोध्ने कहाँ बन्नुहुन्छ भन्ने कहाँ भेट्ने यी दुईजना एउटा पहिले ठाउँ हुन्छ डाँडो कटाउनु पर्छ के नयाँ मान्छे आउनु यो त यो होइन के भन्छ यो ए, नबोल बोल यो भने साइन्टिस्ट होइन क्या साइन्टिस्ट हो यो साइन्टिस्ट हो यो भनेको केही न केही नानी यो भनेको केही न केही लठ्योर हो यसको पनि कुरा
चित्त नदुखाऊ ए मायाले तिमी पनि बोल न मेरो सपोर्ट ल्याउ न यो साइन्टिस्ट भइगयो चिनिहाल्यो हो तिमी अब साइन्टिस्टसँग उसकी यसले पनि मेरो आज भाइरल सबले चल्न सुरु पार्दैन यसले यो कलौटेले ए हजुर भाइ यसले कलौटेले मलाई झन् खतम पारे कलौटे र बोलायो भने कहाँ कलौटे भनेर मेरो नाम साइन्टिस्ट हो नयाँ कलौटे होइन म मलाई सिसी थाहा छैन म कलौटे भनियो ल अनि त्यसो गर हजुरको नाम के हो अब त तिमी चाहिँ यहाँ चाहिँ यस्तो बाटोमा ए नानी नानी गुजार गरे मैले भन्नै पर्छ भन्नै पर्छ भाग 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 भाग